खाँदाखेरि ज्वाइँलाई सब्जी भेज होइन मासुको हुनुपर्छ। अच्छा यो कट्टु हेर्दा चाहिँ ससुराको होइन सासुको हुनुपर्छ। त्यति साह्रो गरिब पनि छुइनँ, एउटा कट्टु किन्ने त पैसा छ, नत्र आएर गोजी हेर। बरु यो कट्टु चाहिँ कसको पर्यो, ससुराको पर्यो कि सासुको, एकचोटि फोन गरेर सोधी हेर। ज्यादा नबोल, अहिले जानु पर्ला फेरि घर बुढीको रात खाएर। अझै सासु ससुराको कुरा गर्छ, 1 महिना जस्तो त्यही ससुरालीको भात खाएर। मेरो सासु ससुरा रिसौला सायद मैले यस्तो बोल दिएर। यत्रो दिन ज्वाइँको छाक टार्नु त टाढ्यो, तर परेवाको झोल दिएर। अब म मान्छे हल्का काले छु, मेरो नाम बिरे। बिरे नभएर कालु ठिक हुन्थ्यो, बरु त्यो परेवाको झोल भन्दा चाहिँ नि आलु ठिक हुन्थ्यो।